मडानेतिर घुम्न जाँदैछौँ होइन। मडानेतिर दहतिर यसो कता कता हुन्छ हिँड्नेछौँ। म त अहिले एक्लै छु। माथि गएर चाहिँ छ अझै गएर 10-15जना होला होइन। लास्टै गर्मी छ। अब मडाने ड भन्ने ठाउँमा ठुलै ड छ अरे, पौडी खेल्नु होला त्यहाँ। छोटो मिठो भ्लग छोटो मिठो आउँछ भिडियो युट्युब च्यानलमा है त। म चाहिँ अब माथि गएर भेट्नेछु है त। गाइज म चाहिँ गर्मी भएर मर्नलाई नाङ्गै हिँड्न परेछ। यस्तो कपडा सपडा बोकेर हिँड्न परेछ। अरे साला यता बोल्ने को हो माया साला भन्थे। अहिले त 2जनाको रहेछन् केटाहरू। 15जना भनेर गफ दिएको थियो, अहिले त 2जनाको मात्र। ल हामी चाहिँ ग्याङ केटा कहाँ जाँदैछौँ रे? मुस्ताङतिर यस्तो जङ्गल छ। जङ्गलतिर चाहिँ हामी 10जना केटा छौँ। 10जना के 10जना। आज सैटरडेको दिन यसो कलेजको पनि छुट्टी भएको दिन भनेर निस्केको। मौसम पनि राम्रै छ, काम छैन त्यो होस्, पानी चाहिँ नहोस्, त्यही हाम्रो विस भनेको। यति नै हो। अब चक्का लाएर चौतारी खाँदै हिँड्दै गर्दैछौँ हामी चाहिँ। खानेकुरा केही पनि छैन। कप्प पार त कस्तो छ च्याप्प मिलाएर है। धेरै लामो यात्रामा हामी चाहिँ कहाँ आइसक्यौँ रे विमल? बुकीपाटन। बस उता चाहिँ चौरो छ एउटा। यहाँ चाहिँ पिकनिक खाने मान्छे आउँछन्, आगो सागो फुकेछन्। हाम्रो पार्टनर यता चाहिँ यस्तो भ्यू छ। एकछिन यही डाँडामा बसेर शीतल हावा खाएर उता चाहिँ चौरो छ। A few moments later. सो गाइज हाम्रो मेन युट्युबर मेन ब्लगर उहाँ हुनुहुन्छ। फोनको मालिक चाहिँ उहाँ, जस्तो हामी चाहिँ पार्टनर घुम्न आएको। आज चाहिँ अलि मौसम खुले छैन, गर्मी छैन जे होस्, मौसम चाहिँ बवालै छ। नत्र राम्रो भ्यू देखिन्छ यो ठाउँबाट। जेस कुहिरो लागिरहेको छ, एकछिनपछि खुल्छ होला, फर्किने बेलासम्म हामी देखाउन सक्छौँ। अहिले चाहिँ त्यस्तै छ भनौँ, कुहिरो सुहिरो लागेछ टक्क लाएर। यो कुहिरो नलागेको भए पारी 10-12 त डाँडा छ, सब देखिन्थ्यो। यहाँ चाहिँ एउटा हाम्रो मेन भन्दा पनि भोइस मेन हामी जाने ठाउँ चाहिँ कहाँ हो भन्दा तपाईँलाई हामी देखाउँछौँ। पारीको डुरीमा हामी यहाँसम्म जान्छौँ होला, त्यहाँसम्म चाहिँ छ। त्यसै गरी सेट भ्यू हेर्नलाई चाहिँ गाउँ बस्नुपर्छ गाइज। सहरमा धेरै रहरहरू हुन्छन्, गाउँमा कला लुकेका हुन्छन्, देख्न सक्नुहुन्छ। यो रमाइलोको पल हामीले पछिसम्मको लागि पनि रहन्छ। मान्द्रु केही भन्नु छ? केही छैन, हामी चाहिँ
चाहिँ पिकनिक खाने रहेछ जस्तो लाग्यो। बबाल छ है। अब हामीलाई एकछिन पछि यहीँ पकाएर खान्छौँ। बुकी पाटा फर्किने बेला है भन्दै अब अहिले माथि गएर भेटौँला। जाउने त यहाँ मसरुम भेटाइसकेका छौँ। ल ल यस्तो छ मसरुम चाहिँ। मसरुम किन खानेकुरालाई किन लात्तीले कुचेको? राते हो क्या हामीले लग्ने उद्देश्य। रातै हो हाम्रो उद्देश्य रातेहरूमा जानु हाम्रो त्यहाँ। जङ्गल चाहिँ टक्क लाएर सुनसान छ यार। न चराचुरुङ्गी यताउतिबाट एट्याक नगरोस् भन्ने हाम्रो चराचुरुङ्गी धारणा छ। कता यता हो कि यता उभो बाटो बिर्से जस्तै छ अब। होइन माथितिर गएर भेटौँ। हामी चाहिँ कहाँ जानलाई थियौँ रे? अब बाटो बिर्सेर अब यस्तो जङ्गलतिर घुसेको छ नि। यस्तो जङ्गल छ माटो नि। देख्न सक्नुहुन्छ गाइस यो जङ्गल। आमा के छैन के छैन नेपालमा। जङ्गलमा म छु। यस्तादेखि लिएर यहाँ यस्ता नमुनादेखि लिएर सब छ यो जङ्गलमा। फाइनली जङ्गल तेरा त्यो बाटोको हिँडेको होइन के सोल्टी हामी जङ्गल चाहिँ ठिकै डेन्जर छ देख्न सक्नुहुन्छ। जङ्गलमा गर्न लागेको दुईजनाले मौमा वाह ताली खै भन्छु के म बुझेन हौ। यस्तो लाएर आएकोलाई फाइदै छ होइन। हामी जस्तो यस्तो खाने भयो त। बस उहाँ चाहिँ मार्सल आर्टको किङ। नाम चाहिँ अङ्कु बेबी। सबले गएर टिकटकमा फलो गरिदिने का साथै फ्रेन्ड रिक्वेस्ट पठाउन अनुरोध छ। लामो त अब यस्तै हो। हुनु पर्यो नि आधी घन्टा जतिको होइन र। A few moments later. के गर्छु अब हेर भन्थे। सो गाइज कहाँ आयो यार। त्यही हो कस्तो यिनीहरू चर्केडा यार। यस्तो अब छड्के देउरालीमा बतास चल्यो देउरालीमा बतास चल्यो। बस्दै कहिले काहीँ सुगाई नचल्छ। पठाउन यही हो के यहाँ पर यतै हिँड्न त ल तिमीले जाने थियौ।
हिँड हो कि कटा यता माथि कहाँ जाने यस्तो हिँड अब यता फेर चाहिँ जाऊँ देउरालीमा बतास चल्यो अगाडि बाघ हुनेले मोर्छ नि मुर्छ ओ तेरो नानी रोट्ने गरेर थाहा हुन्छ के अरे आज खोइ गाँठे के हो र मान्द्रे खोइ गाइज यार के गर्नु यस्तै छ हेर्नुहोस् त के गर्छ यो केटो अल्छी चाहिँ होइन कि केटा यार अलि सुस्त हिँडौ के कबेमा कसै खायो त यार बिहारी भर्सेस थापुजी मलाई सल्तीहरूलाई दाइ भन मलाई हेल्लो अरूलाई बाई भन एक्सपेक्टेसन भन्दै हाल्नुहुन्छ के केन गइन्न कौन चाहिँ तारा होइन बान्द्रु म नानी त टाढै छ त्यो चौरो भनेको के भागा चौरोबाट अझै 1 घन्टा लाग्छ कि आधी घन्टा लाग्छ औडा नाना बुढो जा रहे यार केटाहरूले यार झार्नु त झारे केटाहरूले यार कटा झारे त्यो त तल्लै त होइन केटा हो यता होइन यार यता बाघ त तलको बाटो कम छ र जोक छ गाइज है हाम्रो डेस्टिनेसन चिठी बिनाको ठेगाना बिनाको चिठी जस्तै भयो जीवनसँगै हाम्रो यात्रा पनि अन्त्य कहाँ हो यता हो कि सुड्डो हटल बाटो देखिन्ला यार केटा हो यता हो कि यार तल बाटो देखिन्छ त टी ऊ बान्द्रेको हामी बुकी पाटन फाइनली गाइज हामी चाहिँ बुकी पाटन आयो
looks like. A few moments later. गाइस हामी चाहिँ बुकी फुल आइसक्यौँ त्यहाँ चाहिँ यस्तो मन्दिर छ एक बुकी पाटन ल यहाँ चाहिँ एउटा मन्दिर छ यता चाहिँ एउटा ठुलै ताल छ ल गाइस फुल सुल टिपेर चढाउने अब यसले फुल चाहिँ यस्तो छ हामी चाहिँ अब यस्तो ढोकिदिने सक्दिने गर्छौँ यस्तो बजाउने सजाउने ओ ल हाम्रो फाइनल ठाउँ चाहिँ देख्न सकिन्छ बबाल छ है यही है ताल चाहिँ यही यहाँ चाहिँ गहिरो छ अरे ताल चाहिँ यस्तो छ यता चाहिँ यस्तो छ कि A few moments later. आइसक्यो मान्छेहरू छ यस्तो भ्यू छ यता फेरि केटाहरू छन् हामी चाहिँ कहाँ आइपुग्यौँ मान्छेहरू छन् के काट्नु A few moments later. केही नदेखिकन गएर प्याज यस्तै छोरो भात त उहाँ लगाएर फालेछ त्यसको ज्वरो मासिनु नि माथि भात मासु कता फालेछ उतै खौला चाहिँ त्यही फालेको लागेर हामीलाई देखाएको कति खाना पाइन्थ्यो खाइन्थ्यो होला यार मासु र भात फालेछ यस्तै हेर तँ यहाँ फालेछ यता नि होला के छन् हो कि न र